नमस्ते साथीहरू, म रोहन कृष्ण र आज म तपाईहरुलाई लिएर आएको छु ड्रप वर्कआउट। यो सेसन सम्पूर्ण रूपमा पावर र इन्ड्योरेन्सको हुनेछ। तयार हुनुहोस् किनभने आज हामी सबै सीमा पार गर्दैछौँ। पहिलो एक्सरसाइज ल्याट पुल डाउन। यसले ब्याक वाइड बनाउनलाई हेल्प गर्छ। राम्रोसँग कन्ट्रोल गर्दै मसल कनेक्सनमा फोकस गर्नु हो। आज हामी रिपिटेसन चाहिँ 4 टाइम गर्नेछौँ सबै वर्कआउटको। अब लङ बार रोइङ। यसले ब्याक थिकनेस बढाउँछ। ढाड सिधा राख्दै कन्ट्रोल गरेर गर्नुपर्छ। ड्रप सेट गर्दा हामी स्टार्टिङ ह्याप्पी वेटबाट गर्छौँ र त्यसलाई नै घटाउँदै हामी 4 रिपिटेसनसम्म गर्छौँ अथवा हाम्रो अन्तिमसम्मको वेटलाई चाहिँ विदाउट रेस्ट हामी वर्कआउट पर्फर्म गर्छौँ, जुनलाई चाहिँ हामी ड्रप वर्कआउट भन्छौँ। Last hit. अब स्ट्रेट बार ल्याट पुश डाउन। ल्याट्स मसललाई राम्रोसँग एक्टिभेट गर्न हेल्प गर्छ। कन्ट्रोल राखेर राम्रोसँग गर्नुहोस्। The chase and the hunt and I set the pace when I'm running. I always take what I want and I always give it 100. Don't need a bank, no I'm funded. Play the game like it's nothing. I'm always thankful for something. Don't take for granted, stay humble. Now wake up, it's time to look at the enemy. Look in the mirror if he is no friend to me. इन्क्लाइन डम्बेल रो। यो एकदमै राम्रो एक्सरसाइज हो। इन्क्लाइन डम्बेल रो यसले अप्पर ब्याकले राम्रोसँग ट्रेन गर्छ र पछाडि हल्का झुकेर गर्नुहोस्। पछि रोप ल्याट पुल डाउन लिनिङ ब्याकवर्ड। यो एकदमै इफेक्टिभ एक्सरसाइज हो। यसले ल्याट्स मसललाई एकदमै स्ट्रङ बनाउँछ र भी टेपर ब्याक बनाउनलाई हेल्प गर्छ। अब पालो आएको छ डेडलिफ्टको। यो कम्प्लिट बडी मुभमेन्ट जसले शरीरको पावर बढाउँछ। राम्रो फर्म हिप्स र ग्लुट्स इन्भल्भ गरेर एकदमै पर्फेक्ट रेप्स गर्नुहोस्।
अब पुसअप पहिले वाइड पुसअप सकेसम्म हामीले आर्म्सलाई चाहिँ वाइड राख्न ट्राई गरेका छौँ सकेसम्म हाम्रो ब्याकलाई इन्गेज गराउने प्रयास रहेको छ त्यसपछि साइड पुसअप यो चाहिँ हामीले फर्स्ट टाइम ट्राई गरेको हो धेरै भिडियोहरू देखिरहन्थ्यो त्यही भएर अब पुलअप अप्पर बडी स्ट्रेन्थ बढाउन यो सबभन्दा राम्रो एक्सर्साइज हो ढिलो र कन्ट्रोल राखेर गर्नुहोस् अब अन्तिममा पोजिङ आजको वर्कआउट यही समाप्त हुन्छ ड्रप सेटले हाम्रो बडीको लिमिटलाई पुस गर्छ अन्तिमसम्म र यसले हाम्रो मसल बिल्डिङमा एकदमै राम्रो हेल्प गर्छ तपाईहरु पनि यसरी नै वर्कआउट गर्नुहोला र यो भिडियोलाई लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नुहोला रेगुलर वर्कआउट गरौँ र अझ स्ट्रङ बनौँ अर्को भिडियोमा भेटौँला